धेरै दिनपछि म र मेरो वेलकम टु माई न्यू भ्लग। हजुरहरूलाई स्वागत छ मेरो भ्लगमा। आज हामी त्यही आज स्वयम्भू गरेर आएको म र मेरो साथी र हामी के गरेर आएको भने हामी झ्याउ लागेर यसो घुमघाम गरौँ कि भनेको। अनि साथीहरू हामीले यो किन्यौँ होइन, अर्को पनि पानीपुरी खायौँ, चटपटे खायौँ, दुईवटा किनेको थियौँ। एउटा बादलले खाए, एउटा हामीले ल्यायौँ। अनि हामी आउँदा एउटा हामीले चाहिँ हजुरहरूको लागि एउटा दामी हामीले भर्खर किनेको कार देखाउन लागिरहेका छौँ होइन। यस्तो हेरिदिनु होला, तपाईँहरूलाई म देखाउँछु, हेर्नु होला। अगाडि पछाडि सबै देख न। यस्तो छ हाम्रो कार। यसमा हामीले फोटो पनि खिच्यौँ र हामी रुम जाँदैछौँ। हेर्नु होला। हाम्रो डेली भ्लग आउँछ 4:30 बजे। हेर्नु होला। युट्युबमा नाम सोनिया होइन, सोनी के हो, सोनिया नै छ, सोनिया छ। गएर हेरिदिनु होला। हाम्रो फनी भिडियोहरू आएको छ, आउँछ बिस्तारै आउँछ, आइसकेको छ। एउटा दुईवटा त आइसक्यो, फेरि अब अर्को पनि आइरहन्छ होइन। अब डेली हाल्न नभ्याए पनि अब कहिले कस्तो हप्तामा एकचोटि, हप्तामा दुईचोटि आइरहन्छ। हप्ता भनेको के हो, हप्तामा भनेकै भ्लगहरू आइरहन्छ, हेर्नु होला। अनि त्यसपछि भन छिटो। अनि साथीहरू हामी चाहिँ होइन अब गाडीमा जानलाई 20 रुपियाँ तिरेर जानलाई खर्च हुन्छ भनेर खुट्टा हिँडी जान लागिरहेछौँ यो र म। एक नम्बरको अब के चुतिए हामी चाहिँ एक नम्बर चाहिँ होइन है। अनि बरु त्यो अर्कालाई दिनु सट्टा बरु खानु, खाएर पेट अरूलाई गाडी बसमा गयो भने 40 रुपियाँ लाग्छ। बरु 40 रुपियाँको चटपटे खाने भनेर हामी हिँडेर खायो होइन। यो खायौँ, यो खायौँ, पानीपुरी खायौँ, चटपटे खायौँ, लाफिङ खायौँ। अब बाँकी चाहिँ मोमो बाँकी छ। मोमो बाँकी छ। हामी मोमो पनि हामी त चाउमिन खायौँ नि त। अब चाहिँ के भन्नु, अब रुम पुग्न चाहिँ कति मिनट लाग्छ भने हामीलाई ठ्याक्कै 10-20 मिनट लाग्छ होला। हामी जाँदैछौँ। साथीहरू यहाँ चाहिँ रेस्ट भइरहेको हेर्न सक्नुहुन्छ। अनि बाटोहरू पनि हेर्न सक्नुहुन्छ। यस्तो छ। अहिले चाहिँ हामी ठ्याक्कै कहाँ हो, सीता पाइला आइपुग्नलाई हामी चाहिँ अहिले। साथीहरू खुट्टा दुखेर होइन पुरा सिकिस्तै हुन लागिसक्यो। अलिक बना न। हामी त एकदम नक्कल गर्छौँ। हामी त बच्चा त भनेको साथीहरू होइन यस्तो पनि यस्तोसँग पनि चलाउँदो रहेछ मान्छेहरूले गाडी होइन। यस्तोलाई त के अरे गाडीमा नर्फाल्न पर्ने। अनि साथीहरू आजको लागि चाहिँ यति है, बाटोमा अब गएर रुममा यो खाएर देखाउँछ भन्नुलाई यति भन्दै आजको भ्लगिङ भन्दा पनि यहीँ। बाई बाई, जय नेपाल।